फुटबल खेलमा रमाइलो दृश्यहरू हामीले हेर्न पाइरहेका छौँ। प्रिमियर लिगतिरको कुरा गर्ने हो भने हिजो म्यान्चेस्टर युनाइटेडलाई हल सिटीले नमजाले हराएको छ। 9 वर्षपछि प्रिमियर लिगको टप 20मा छिरेर म्यान्चेस्टर युनाइटेड जस्तो टिमलाई चाहिँ 2-0ले वान साइडेड पेल्नु भनेको इट्स नट अ जोक। मैले वान साइडेड कसरी पेल्यो भनेर कुरा गर्दाखेरि चाहिँ 2 गोल हाने नि त होइन। जतिसुकै म्यान्चेस्टरसँग पोजिसन भए पनि, जति सुट भए पनि अब गोलमा कन्भर्ट गर्न सक्दैन भने त्यो हारै हो नि त। र म्यान्चेस्टर युनाइटेडले हिजो हार्यो है। फुटबलमा त्यस्तो भइरहेछ। अनि त्यसपछि 1-15बाट चाहिँ हाम्रो रियल मड्रिड भर्सेस उता स्पेनलको खेल भएको थियो र जसो तसो गरेर 2-1ले चाहिँ रियल मड्रिडले जित निकाल्न सफल भएको छ र टिम एकदम बबाल हो रियल मड्रिडको। तर पनि जुन खाले चाहिँ एम्बापे र भिनिसियसमा इगो छ त्यो कुरालाई चाहिँ अझै पनि कन्ट्रोल गर्न चाहिँ अलिकति जोजे मरिनोलाई गाह्रो भइरहेको जस्तो मलाई लाग्छ। किन भन्दाखेरि हिजोको खेलमा भिनिसियस जुनियर र एम्बापेले त्यति चित्तबुद्ध पर्फर्मेन्स देखाउन सकेनन्, अझै एम्बापे भन्दा पनि भिनिसियस जुनियरले। र त्यही आर्दा गुलेरले राम्रो, जुड बेलिङ्गमले राम्रो होइन। अनि त्यसपछि डिफेन्स लाइनमा ठिकठाकै थियो। र कुरा गर्ने हो भने रियल मड्रिडमा अझै पनि यो कुरालाई ब्यालेन्समा ल्याउनु पर्नेछ। कार्लोस एसपीको वान अफ द बेस्ट गोल भन्दा पनि फरक पर्दैन। लास्ट मिनटमा आएर गोल हान्नु भनेको इट्स नट अ जोक। जे भए पनि 3 पोइन्ट आउनलाई चाहिँ ठुलो साथ दिए कार्लोस एसपीले। र हामीलाई चाहिएको थियो होजेलुको अर्को रूप, र त्यो होजेलुको अर्को रूप भनेकै कार्लोस एसपी हुन्। र बधाई छ उता रियल मड्रिडलाई पनि है। र खेलहरूमा कुरा गर्ने हो भने अहिले प्रिमियर लिग, ला लिगा भनिसकेपछि एकदम चलेको सुनेको होइन, अगाडि बढेको चाहिँ छ 2टा लिग, तर अरू भने छैन। र उता कुरा गरौँ हामी इन्टर मायामीको। लियोनल मेसी दाजुको इन्टर मायामीलाई पनि सतीले सरापेको जस्तै भएको छ अहिले। किन भन्दाखेरि अहिले 4 गेममा चाहिँ टोटल 4-5 गेम भयो होइन, 1 गेम ड्र, अरू गेम सबै चाहिँ हाम्रो इन्टर मायामीले हारेको छ। र आज बिहान पनि टोरन्टो एफसीसँग चाहिँ हारेका छन्। लियोनल मेसीले गोल त हानिरहेछन्, तर पनि 2-1, 3-2 त्यस्तोले चाहिँ हारिरहेको छन्। र इन्टर मायामीमा पनि अलिकति ब्यालेन्स आउनुपर्ने चाहिँ जरुरी छ जस्तो मैले देख्छु। त्यो खाले ब्यालेन्स चाहिँ आएको छैन। मेसी दाजुले मात्रै गोल हानेर हुँदैन, टिमले नै गर्नुपर्छ, आफूले गर्नुपर्ने कुरा।